कहिले लेख कहिले बेसी उकाली र ओरालीमा लोकभाकामा रम्ने गरौं रेडियो चितवनको मजेरीमा तिम्रो रूपले होस पनि हरायो आँखै मार्ने जस पनि हरायो हरेक दिन दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछि मात्र रेडियो चितवन 94.6 मेगाहर्जमा सुन्न नभुल्नुहोला। नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईलाई कार्यक्रम लोकमजेरीमा। कार्यक्रम लोकमजेरीको साथमा छु म कृष्णहरि खड्का र मलाई प्राविधिक रूपमा साथ दिँदैछिन् प्राविधिक साथी आकृतिले। तपाईं सुन्दै हुनुहुन्छ पौरखीको बोली चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज। त्यस्तै तपाईले हामीलाई इन्टरनेट अनलाइनको www.radiochitavan.com.np मार्फत पनि विश्वको जुन कुनै कुनाबाट एकसाथ सुनिरहनु भएको छ। कार्यक्रम हो लोकमजेरी। लोकमजेरी आउने गर्छ हरेक दिन दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछिको समयबाट करिब 5 बजेसम्म। आज पनि सदाझै तपाईलाई मिठा मिठा लोकदोहोरी भाकाहरू सुनाउनको लागि हामी उपस्थित भइसकेका छौं कार्यक्रम लोकमजेरीमा। अबको 5 बजेसम्म तपाईलाई मिठा मिठा लोकदोहोरी भाकाहरू सुनाउनेछौं। कार्यक्रम लोकमजेरीमा हामी तपाईले नै रोज्नु भएका दोहोरी भाकाहरू अनि तपाईले नै पठाउनु भएका सन्देशहरू लिएर आउने गर्छौं। आशा छ तपाईले हामीलाई कार्यक्रम लोकमजेरीको अवधिभर सुनेर साथ दिनुहुनेछ। तपाई पनि कार्यक्रम लोकमजेरी मार्फत आफूलाई मन परेका दोहोरी भाकाहरू आफ्ना आफन्त अनि साथीभाइलाई सुनाउन चाहनुहुन्छ अथवा दोहोरी भाका मार्फत उहाँहरूलाई तपाईका कुनै सन्देशहरू छन् भने तपाईले हामीलाई पत्र पठाउन सक्नुहुन्छ, जसको लागि तपाईले हामीलाई पत्र पठाउने ठेगाना रहेको छ कार्यक्रम लोकमजेरी रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 आदर्श टोल टाढी। यस ठेगानामा तपाईले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। तपाईसँग इमेलको सुविधा छ भने तपाईले रेडियो चितवनको इमेल एड्रेस radiochitavan@gmail.com मा हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। त्यस्तै तपाई फेसबुक चलाउनुहुन्छ, फेसबुकको प्रयोग गर्नुहुन्छ भने रेडियो चितवनको अफिसियल फेसबुक पेज रहेको छ www.facebook.com/radiochitavan मा हामीले कार्यक्रमको लिंक हालेका हुन्छौं। त्यस लिंकको कमेन्ट बक्समा गएर तपाईले आफूलाई मन परेको दोहोरी भाका अनि आफ्ना आफन्त अनि साथीभाइलाई सम्झन सक्नुहुन्छ अथवा तपाईका उहाँहरूलाई कुनै सन्देशहरू छन् भने पनि तपाईले हामीलाई त्यस कार्यक्रमको लिंकको कमेन्ट बक्समा गएर पोस्ट गर्न सक्नुहुन्छ, जसलाई हामी कार्यक्रममा प्रस्तुत गर्छौं। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने ढिलो नगरिकन तपाईका एसएमएस अनि दोहोरी भाकाहरू नै सुन्नतर्फ लाग्नुपर्ने हुन्छ। आज पनि तपाईको लागि हामीले मिठा मिठा लोकदोहोरी भाकाहरू लिएर आएका छौं। आज हामीले कार्यक्रम लोकमजेरीमा सुरुवाती भाकाको रूपमा लिएर आएका छौं। पैँचो तिर्नु छ तिम्रो गुणको, लाछ डोरी उनको, औठी सुनको, दिउँला पछ्यौरी घर बुनाको, यस्तै कुराकानी हुँदैछ। यो दोहोरी भाकामा निकै मिठो दोहोरी भाका रहेको छ। सुन्छ अबको क्रममा पृष्ठभूमिमा बन्न थालिसकेको छ पैँचो तिर्नु छ तिम्रो गुणको। माया रमाइलो गरेर केलाई जानु छ र मरेर, पैँचो तिर्नु छ तिम्रो गुनाको, लाछा डोरी उनको, औठी सुनको, दिउला पछ्यौरी घर बुनाको, रमाइलो गरेर केलाई जानु छ र मरेर, पैँचो तिर्नु छ तिम्रो गुनाको, लाछा डोरी उनको, औठी सुनको, दिउला पछ्यौरी घर बुनाको, लाछा डोरी उनको, औठी सुनको, दिउला पछ्यौरी घर बुनाको। तिमीलाई सधैँ कामैको थापडी एउटा खेलमा बसे थापडी, पैँचो तिर्नुला तिम्रो गुनाको, लाछा डोरी उनको, औठी सुनको, बुटे पछ्यौरी घर बुनाको, कामैको थापडी एउटा खेलमा बसे
पैँचो तिर्नु छ तिम्रो गुनाको लाछा डोरी उनको औँठी सुनको दिउला पछ्यौरी घर बुनाको हृदय भरि छौ किन यति सानो मन गरेछौ पैँचो तिर्नु छ तिम्रो गुनाको लाछा डोरी उनको औँठी सुनको दिउला पछ्यौरी घर बुनाको लाछा डोरी उनको औँठी सुनको दिउला पछ्यौरी घर बुनाको ढल्की जाने बैसले नकुर्ने भित्र भएर बस्ने नजुर्ने पैँचो तिर्नुला तिम्रो गुनाको लाछा डोरी उनको औँठी सुनको बुट्टे पछ्यौरी घर बुनाको बैसले नकुर्ने भित्र भएर बस्ने नजुर्ने पैँचो तिर्नुला तिम्रो गुनाको लाछा डोरी उनको औँठी सुनको बुट्टे पछ्यौरी घर बुनाको लाछा डोरी उनको औँठी सुनको बुट्टे पछ्यौरी घर बुनाको जति साँच्यो उति नै खती सास नहुँदो रहेन छाउतिरती सास नहुँदो रहेन छपिरती पैँचो तिर्नु छ तिम्रो गुणको लाछा डोरी उनको औँठी सुनको दिउला पछ्यौरी घर बुनाको यस्तै यस्तै कुराकानी हुँदै थियो। निकै मिठो दोहोरी भाका रहेको थियो। तपाईँलाई पुनः स्वागत छ कार्यक्रममा। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम लोकमजेरी। हामी कार्यक्रम लोकमजेरीको बसाइमा रहेका छौँ। तपाईँलाई मिठा मिठा लोकदोहोरी भाकाहरू सुनाइरहेका छौँ। आज पनि हामी कार्यक्रम लोकमजेरीको बसाइमा जुटिरहेका छौँ। दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछिको समयबाट अबको 5 बजेसम्म तपाईँलाई मिठा मिठा लोकदोहोरी भाकाहरू सुनाउनेछौँ। त्यस्तै गरी तपाईँले पठाउनु भएका एसएमएसहरू पनि हामी लिँदै जानेछौँ। कार्यक्रम लोकमजेरीमा हामी बिल्कुलै भर्खरै बजारमा निक्लिएका दोहोरी भाकाहरू अनि तपाईँका रोजाइका भाकाहरू पनि लिएर आउने गर्छौँ। हामी कार्यक्रम लोकमजेरी मार्फत तपाईँ पनि आफूलाई मन परेका दोहोरी भाकाहरू आफ्ना आफन्त अनि साथीभाइहरूलाई सुनाउन चाहनुहुन्छ अथवा दोहोरी भाका मार्फत तपाईँका कुनै सन्देश छन् भने तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। तपाईँ कार्यक्रम लोकमजेरी पौरखीको बोली चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्जमा हामीलाई सुनिरहनु भएको छ। त्यस्तै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radiochitavan.com.np मार्फत पनि विश्वको जुन कुनै कुनाबाट एकसाथ सुनिरहनु भएको छ। कार्यक्रम लोकमजेरीमा हामी तपाईँका लागि मिठा मिठा लोकदोहोरी भाकाहरू लिएर आउने गर्छौँ। अब भने तपाईँले नि पठाउनु भएका सन्देशहरू लिनतर्फ लाग्नुपर्ने हुन्छ। प्रकाश गौतम लेख्नुहुन्छ स्पेनबाट, मेरो घर रत्ननगर टाँडी हो, मलाई माया गर्ने मुटु सम्हालेर राख भन्ने दोहोरी भाका बजाइदिनु होला। यस दोहोरी भाका मार्फत मेरो रत्ननगरमा रहनुहुने घर परिवार, मेरो बुबा आमा र मलाई प्रकाश गौतम भनेर चिन्ने नचिन्ने सम्पूर्ण र कार्यक्रम लोकमजेरी सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूको लागि भन्नुभएको छ। धन्यवाद छ प्रकाशजीलाई यो एसएमएसको लागि। त्यस्तै गरी अर्को एसएमएस रहेको छ, सन्दीप घिमिरे लेख्नुहुन्छ केटीएमबाट भन्नुभएको छ, म बज्ने जुन कुनै दोहोरी भाका मार्फत मलाई सन्दीप घिमिरे भनेर चिन्ने नचिन्ने सम्पूर्ण र कार्यक्रम लोकमजेरी सुनेर बस्नुहुने श्रोताहरूमा सुनाउन चाहन्छु भन्नुभएको छ। धन्यवाद छ सन्दीपजीलाई यो एसएमएसको लागि। तपाईँ पनि यसरी नै आफूलाई मन परेको दोहोरी भाका मार्फत आफ्ना आफन्त अनि साथीभाइहरूलाई सम्झन चाहनुहुन्छ अथवा दोहोरी भाका मार्फत उहाँहरूलाई तपाईँका कुनै सन्देश छन् भने पनि तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने ढिलो नगरिकन दोहोरी भाका नै सुन्नतर्फ लाग्नुपर्ने हुन्छ। निकै मिठो दोहोरी भाका रहेको छ।
माया गर्ने मुटु सम्हालेर राख मलाई मेरो कालुले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। यस्तै कुराकानी हुँदैछ यो दोहोरी भाकामा। स्वर रहेको छ बलराम दामासे र पूर्णकला विशीको। यो दोहोरी भाकापछि छोटो व्यावसायिक विश्रामको समय रहनेछ। हामी व्यावसायिक विश्रामको समयपछि पुनः कार्यक्रममा आउने नै छौँ। सुन्छौँ अबको क्रममा भने पृष्ठभूमिमा बन्न थालिसकेको छ माया गर्ने मुटु सम्हालेर राख। छटपटीमा तस्बिर हेरी हौ कसम सानो तिमी त मेरी हौ माया गर्ने मुटु सम्हालेर राख। मलाई मेरो कालुले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। छटपटीमा तस्बिर हेरी हौ कसम सानो तिमी त मेरी हौ माया गर्ने मुटु सम्हालेर राख। मलाई मेरो कालुले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। मलाई मेरो कालुले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। तिम्रो फोटो राखेर छातीमा बानी पर्यो नि दाउन रातीमा माया गर्ने मुटु सम्हालेर राख। मलाई मेरो सानोले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। तिम्रो फोटो राखेर छातीमा बानी पर्यो नि दाउन रातीमा माया गर्ने मुटु सम्हालेर राख। मलाई मेरो सानोले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। मलाई मेरो सानोले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। रातको निन्द्रा सपानी दिनको हो तिमी नै हौ मेरो त सबै थो माया गर्ने मुटु सम्हालेर राख। मलाई मेरो कालुले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। रातको निन्द्रा सपानी दिनको हो तिमी नै हौ मेरो त सबै थो माया गर्ने मुटु सम्हालेर राख। मलाई मेरो कालुले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। मलाई मेरो कालुले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख। ढुकढुकीमा मलाई बास दिने ए सानोलाई
माया गर्ने मुटु सम्हालेर राख मलाई मेरो सानोले बिर्सिएछ नभन्नु याद बनी आउँछु अङ्गालेर राख ढुकढुकीमा मलाई बास दिने ए सानोलाई सम्झेर तडपिने माया गर्ने मुटु सम्हालेर राख मलाई मेरो सानोले बिर्सिएछ नभन्नु याद पनि आउँछु अङ्गालेर राख मलाई मेरो सानोले बिर्सिएछ नभन्नु याद पनि आउँछु अङ्गालेर राख कहिले लेख कहिले बेसी उकाली र ओरालीमा लोकभाकामा रम्ने गरौं रेडियो चितवनको मजेरीमा तिम्रो रूपले होस पनि हरायो आँखै मार्ने जस पनि हरायो फुल फुलेर हरेक दिन दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछि मात्र रेडियो चितवन 94.6 मेगाहर्जमा सुन्न नभुल्नुहोला। आधी जोबन हाँसखेलमै गयो आधी जोबन मायालाई तपाईलाई पुनः स्वागत छ। छोटो व्यावसायिक विश्राम पछिको समयमा तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम लोकमजेरीको साथमा छु म कृष्णहरि खड्का र मलाई टेक्निकली प्राविधिक रूपमा साथ दिँदैछिन् प्राविधिक साथी आकृतिले। तपाईं सुन्दै हुनुहुन्छ पौरखीको बोली चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज। त्यस्तै तपाईले हामीलाई इन्टरनेट अनलाइनको www.radiochitavan.com.np मार्फत पनि विश्वको जुन कुनै कुनाबाट एकसाथ सुनिरहनु भएको छ। कार्यक्रम हो लोकमजेरी। हामी कार्यक्रम लोकमजेरीको बसाइमा जुटिरहेका छौं। दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछिको समयबाट हामी कार्यक्रम लोकमजेरीमा तपाईलाई मिठा मिठा लोकदोहोरी भाकाहरू सुनाइरहेका छौं। त्यसै गरी तपाईले पठाउनु भएका एसएमएस अनि सन्देशहरू पनि हामी लिइरहेका छौं। कार्यक्रम लोकमजेरीको बसाइमा हामी तपाईलाई भर्खरै बजारमा निक्लिएका नयाँ लोकदोहोरी भाकाहरू अनि तपाईले रोज्नु भएका दोहोरी भाकाहरूको साथमा हामी कार्यक्रम लोकमजेरीको बसाइमा बस्नेछौं। आशा छ तपाईँ कार्यक्रम लोकमजेरी सँगै हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ। कार्यक्रम लोकमजेरी मार्फत तपाईँ पनि आफूलाई मन परेका दोहोरी भाकाहरू आफ्ना आफन्त अनि साथीभाइहरूलाई सुनाउन चाहनुहुन्छ अथवा तिनै दोहोरी भाका मार्फत उहाँहरूलाई तपाईका कुनै सन्देशहरू छन् भने पनि तपाईले हामीलाई पत्र पठाउन सक्नुहुन्छ, जसको लागि तपाईले हामीलाई पत्र पठाउने ठेगाना रहेको छ कार्यक्रम लोकमजेरी रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 आदर्श टोल टाढी। यस ठेगानामा तपाईले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। तपाईसँग इमेलको सुविधा छ भने तपाईले रेडियो चितवनको इमेल एड्रेस radiochitavan@gmail.com मा इमेल पनि गर्न सक्नुहुन्छ। त्यस्तै तपाईँ फेसबुक चलाउनुहुन्छ, फेसबुकको प्रयोग गर्नुहुन्छ भने पनि तपाईले हामीलाई फेसबुक मार्फत पनि आफ्ना दोहोरी भाकाहरू अनि आफ्ना सन्देशहरू हामीलाई पठाउन सक्नुहुन्छ, जसको लागि तपाईले रेडियो चितवनको अफिसियल फेसबुक पेज www.facebook.com/radiochitawan मा हामीले कार्यक्रम लोकमजेरीको लिंक हालेका हुन्छौं। त्यस लोकमजेरीको लिंकको कमेन्ट बक्समा गएर तपाईले आफूलाई मन परेको दोहोरी भाका आफ्ना आफन्त अनि साथीभाइहरूलाई सम्झन सक्नुहुन्छ अथवा दोहोरी भाका मार्फत उहाँहरूलाई तपाईका कुनै सन्देश छन् भने पनि तपाईले हामीलाई कमेन्ट बक्समा पोस्ट गर्न सक्नुहुन्छ, जसलाई हामी कार्यक्रममा प्रस्तुत गर्छौं। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने ढिलो नगरिकन तपाईले नै पठाउनु भएका सन्देशहरू अनि दोहोरी भाका नै सुन्नतर्फ लाग्नुपर्ने हुन्छ। अबको क्रममा भने तपाईले पठाउनु भएका सन्देशहरू लिनतर्फ लाग्नुपर्ने हुन्छ। मनोज चौलागाई लेख्नुहुन्छ मलेसियाबाट, मेरो घर मकवानपुर हो। म बज्ने जुन कुनै दोहोरी भाका मार्फत मेरो घर परिवार, मेरो गाउँघरका साथीहरू र मलाई मनोज चौलागाई भनेर चिन्ने नचिन्ने सम्पूर्ण र रेडियो चितवन युनिट अनि हजुरलाई र कार्यक्रम सुन्ने सम्पूर्ण श्रोताहरूको लागि ल भन्नुभएको छ। धन्यवाद छ मनोजजीलाई यो एसएमएस को लागि। त्यस्तै गरी अर्को एसएमएस रहेको छ यादव
पौडेल लेख्नुहुन्छ मलाई पूर्णकला विषीको स्वरले सजिएको जुन कुनै दोहोरी भाका बजाइदिनु होला। यस दोहोरी भाका मार्फत म मेरा साथीहरू गोविन्द, दीपक, सुशान्त, रामशरण, लोकेन्द्र र मलाई यादव पौडेल भनेर चिन्ने नचिन्ने सम्पूर्णमा सुनाउन चाहन्छु भन्नुभएको छ। धन्यवाद छ यादवजीलाई एसएमएस को लागि। तपाईँ पनि यसरी नै आफूलाई मन परेको दोहोरी भाका मार्फत आफ्ना आफन्त अनि साथीभाइहरूलाई सम्झन चाहनुहुन्छ अथवा दोहोरी भाका मार्फत तपाईँका कुनै सन्देशहरू छन् भने तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। अब भने ढिलो नगरिकन दोहोरी भाका नै सुन्नतर्फ लाग्नुपर्ने हुन्छ। पूर्णकला विषीको स्वरले सजिएको दोहोरी भाका रहेको छ कसम खाने रे, लब पर्ने बित्तिकै कसम खाने रे, हप्तामा भेटेर नहुने मायालाई दिनदिनै भेट्न जाने रे, यस्तै कुराकानी हुँदैछ। निकै मिठो दोहोरी भाका रहेको छ। स्वर रहेको छ पूर्णकला विषी र चन्द्रबहादुर थापाको। त्यस्तै गरी लय तथा शब्द रहेको छ नेत्र अर्यालको। सुन्छौँ पृष्ठभूमिमा बन्न थालिसकेको छ कसम खाने रे। जाने रे हातमा भेटेर नहुने माया
पिरतीले बनायो एकहोरो कसम खाने रे लप पर्ने बित्तिकै कसम खाने रे हप्तामा भेटेर नहुने मायालाई दिनदिनै भेट्न जाने रे यस्तै यस्तै कुराकानी हुँदै थियो। निकै मिठो दोहोरी भाका रहेको थियो। तपाईलाई पुनः स्वागत छ दोहोरी भाका पछिको समयमा कार्यक्रममा। तपाईँ कार्यक्रम लोकमजेरी सुन्दै हुनुहुन्छ। कार्यक्रम लोकमजेरीको बसाइमा छौँ हामी। तपाईँ कार्यक्रम लोकमजेरी पौरखीको बलि चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्जको ध्वनि तरङ्गबाट सुनिरहनु भएको छ। त्यस्तै गरी तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radiochitavan.com.np मार्फत पनि विश्वको जुन कुनै कुनाबाट एकसाथ सुनिरहनु भएको छ। हामी कार्यक्रम लोकमजेरीको बसाइमा जुटिरहेका छौँ। दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछिको समयबाट तपाईँका रोजाइका भाकाहरू अनि तपाईँका सन्देशहरू हामी लिइरहेका छौँ। अब भने फेरि पनि ढिलो नगरिकन तपाईँले पठाउनु भएका सन्देशहरू नै लिनतर्फ लाग्नुपर्ने हुन्छ। मधुर बानिया लेख्नुहुन्छ दुबईबाट, मेरो घर गुन्जानगर हो। म बज्ने जुन कुनै दोहोरी भाका मार्फत मेरो गुन्जानगरमा रहनुहुने घर परिवार आफन्त र साथीहरूमा र कार्यक्रम सुनेर बस्नुहुने श्रोताहरूको लागि बज्ने दोहोरी भाका सुनाइदिनु होला भन्नुभएको छ। धन्यवाद छ मधुरजीलाई यो एसएमएसको लागि। त्यस्तै गरी अर्को एसएमएस रहेको छ। रिता भुजेल लेख्नुहुन्छ, मलाई तिम्रै बाटो कति हेरौँ म भन्ने दोहोरी भाका बजाइदिनु होला। यस दोहोरी भाका मार्फत म मेरो साथीहरू अप्सरा, मनिषा, राजकुमार, विकास सर अनि हजुर र रेडियो चितवन परिवारलाई भन्नुभएको छ। धन्यवाद छ रिताजीलाई यो एसएमएसको लागि। तपाईँ पनि यसरी नै आफूलाई मन परेको दोहोरी भाका मार्फत आफ्ना आफन्त अनि साथीभाइलाई सम्झन चाहनुहुन्छ अथवा दोहोरी भाका मार्फत उहाँहरूलाई तपाईँका कुनै सन्देशहरू छन् भने तपाईँले हामीलाई पत्र पठाउन सक्नुहुन्छ। अब भने ढिलो नगरिकन रिताजीको रोजाइमा रहेको दोहोरी भाका नै सुन्नतर्फ लाग्नुपर्ने हुन्छ। तिम्रै बाटो कति हेरौँ मैले, जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु नै बिरामी छ अहिले। यस्तै यस्तै कुराकानी हुँदैछ यो दोहोरी भाकामा। स्वर रहेको छ कुलेन्द्र विक र देवी घट्टीको। सुन्छौँ। पृष्ठभूमिमा बज्न थालिसकेको छ तिम्रै बाटो कति हेरौँ मैले। तिम्रै बाटो कति हेरौँ मैले, जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु नै मेरो बिरामी छ। बिहानी दिन रात सुरु हुन्छन् सानोकै यादबाट, तिम्रै बाटो कति हेरौँ मैले, जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु नै मेरो बिरामी छ। जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु नै मेरो बिरामी
रहेछ तिम्रो बाटो कति हेरौँ मैले जुन मुटुले तिमीलाई धेरै धेरै माया गर्थ्यो त्यही मुटु नै मेरो बिरामी छ अहिले। यस्तै यस्तै कुराकानी गर्दै थिए गायक गायिकाहरू। निकै मिठो दोहोरी भाका रहेको थियो। कुलेन्द्र विक र देवी घट्टीको स्वरले सजिएको दोहोरी भाका रहेको थियो। तपाईँलाई पुनः स्वागत छ कार्यक्रममा। तपाईँ सुन्दै हुनुहुन्छ पौरखीको बोली चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 मेगाहर्ज। त्यस्तै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radiochitavan.com.np मार्फत पनि विश्वको जुन कुनै कुनाबाट एकसाथ सुनिरहनु भएको छ। कार्यक्रम हो लोकमजेरी। हामी कार्यक्रम लोकमजेरीको बसाइमा जुटिरहेका छौँ। दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछिको समयबाट हामी लोकमजेरीको बसाइमा रहेका छौँ। भने कार्यक्रमबाट बिदा माग्नुपर्ने हुन्छ। आजको लागि कार्यक्रम लोकमजेरीको निर्धारित समय सकिने आँटेको छ। तपाईँलाई कार्यक्रम लोकमजेरी कस्तो लाग्दैछ कृपया हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ, जसको लागि तपाईँले हामीलाई पत्र पठाउने ठेगाना हो कार्यक्रम लोकमजेरी रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 आदर्श टोल टाढी। त्यस ठेगानामा तपाईँले हामीलाई पत्र पठाई प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यस्तै तपाईँसँग इमेलको सुविधा छ भने radiochitavan@gmail.com हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। यतिन्जेल रेडियो सुनेर साथ दिनुभयो तपाईँलाई विशेष आभार र कार्यक्रम लोकमजेरीको अवधिभर मलाई प्राविधिक रूपमा साथ दिनुभयो प्राविधिक साथी आकृतिलाई पनि विशेष आभार भन्दै भोलि फेरि दिउँसो 4 बजेको न्युज एक्सप्रेस पछिको समयमा कार्यक्रम लोकमजेरीमा तपाईँ हाम्रो पुनः भेट हुने नै छ। आजका लागि भने कार्यक्रम लोकमजेरीको यो बसाइबाट म कृष्ण हरि खड्का पनि छुट्टिन्छु। रेडियो चितवन सँगै रहनुहोला। नमस्कार।